सो हेलो गाइज, अहिले टाइम चाहिँ 8 बज्नु लाग्छ र म चाहिँ अहिले नक्सालको रोयल इनफिल्ड सोरुममा आइरहेको छु। अनि यहाँ हाम्रो बन्दीपुरसम्मको राइड चाहिँ अब 8 बजेबाट सुरु हुन लागेको छ। अब के कस्तो हुन्छ अपडेट गर्छु है त। म चाहिँ धेरै जसो लाइक पहाडहरूमै राइड गएको छु भनौँ न, धेरै टाढा नजिकै। चन्द्रगिरीको भ्यू पनि राम्रो, वान अफ माई फेभरेट प्लेस टु गो भनौँ भ्यू हेर्नको लागि। पछाडिको बाटोबाट जङ्गलको बाटो हुँदै कस्तो उफार छ यो अफरोडमा चाहिँ। अफरोडमा चाहिँ यो बाइक अलिक गाह्रै छ, इन्ड्रोडमा त नाइस। यो बिचको अलिअलि बाटो चाहिँ कहिले बन्ने हो कि? अस्ति पोखरामा पनि यो बाटो यस्तो गाह्रो भएको थिएन, बस्दा बस्दा चाकै दुखिसकेको थियो त्यति बेला पनि। दिस इज माई फर्स्ट टाइम क्या गोइङ बन्दीपुर होइन। अनि लाइक त्यता गएर गर्ने चाहिँ के हो, लाइक यसो सजेस्ट गरिदिनु। अनि यो टिकटक चाहिँ म आजै हाल्छु होला, नभए इन्स्टाग्राममा स्टोरी। के लाइक एक्सप्लोर गर्न मिल्छ त्यता सजेस्ट गरिदिनु। लाइक के कुराहरू नछुटाउने, लाइक थिङ्स टु डु इन बन्दीपुर। पानी परेपछि झन् लाइक राम्रो देखिने क्या, लाइक ड्रिमी क्या ड्रिमी। त्यही नि म गीत चाहिँ राखिदिन्छु ब्याकग्राउन्डमा। फेरि अलिअलि पानी पऱ्यो तर आम इन्जोइङ इट। जे भने नि बाटो नि राम्रै छ, तपाईँहरू पनि आउने सोच छ भने आउँदा हुन्छ। क्रेजी ड्रिम्स। खै फेरि फर्काउनु लाग्यो त, लाग्दैछ भन्ने बित्तिकै फोटोको लागि मात्र। Guys, finally about to reach बन्दीपुर। अब लास्ट कति होला, 7 किलोमिटर त्यस्तै होला। नर्मली म्युजिकल चेयरमा चाहिँ म्युजिक बज्छ अनि चेयरको वरिपरि हिँड्नुहुन्छ हामीले। तर म्युजिकल बाइक ठिक छ, बाइकको वरिपरि घुम्छौँ र म्युजिक स्टप हुने बित्तिकै बाइकमा चढिसक्नुपर्ने छ। हामी ऱ्यान्डमली बाइक निकाल्ने गर्छौँ र त्यसरी फाइनल राउन्डमा जो पुग्नुहुन्छ र एकजना विनर हुन्छ, उहाँ चाहिँ यो गेमको विनर हुन्छ है त। कन्टेन्ट क्रिएटर गराए सिजन 1 मा चाहिँ म्युजिकल बाइकमा चाहिँ विनर हुन्छ, ठिक छ। म चाहिँ अहिले उठेर यता बाहिर आइसकेको छु। अब हिजो राति चाहिँ बाहिर निस्किएन, थोरै गाह्रो भएर। अब हेरौँ आज चाहिँ के एक्सप्लोर गरिन्छ, के कता छ। अहिले चाहिँ 7 बजिरहेछ। अब हेरौँ यसो घुमौँ, कहाँ पुगिन्छ हेरौँ है त।
चिया एउटा सेल एउटा राखिदिनु हजुर सो हेलो गाइज म चाहिँ यहाँ ब्रेकफास्ट गर्न आइरहेको छु चिया र सेलरोटी खाँदैछु टेस्ट गरी हेरौँ है त कस्तो कडा छ सो गुड सेल पनि नाइस हो त तपाईँले यता सुरु गर्नुभएको चाहिँ कति भयो? यो व्यवसाय नै सुरु गरेको त 18 वर्ष भयो। 18 वर्ष 18 वर्षदेखि तपाईँले नै यहीँ मात्रै चलाएको 18 वर्ष। यो पहिला हामी तल घरमै गर्थ्यौँ अलिअलि आफै अनि हामी यताउता गएर सिकेको होइन आफै बनाउँदै गएको अनि आफै गर्दा गर्दै यतिको बनाउन थालिदियो त्यहाँबाट अब भयो लाइक फ्यामिलीहरूले पनि सपोर्ट गर्नुभएको सपोर्ट गर्छन् सबैजना छ नि परिवारै छौँ थियो सुरुमा लाइक सुरु गर्दा चाहिँ के अप्ठ्यारोहरू आएको थियो अप्ठ्यारो थियो नि कति बनाउने फाल्नेदेखि लिएर हरेक कुरा कति हुन्थ्यो त्यसमा अब बनाउँदै गर्दाखेरि अब जान्दै गयो सबै राम्रै भयो अहिले ठिकै छ राम्रै छ सिजनमा त एकदम भिड हुन्छ अहिले त अफ सिजन हो नि मान्छे छैन अहिले खाली छ तै पनि अब हाम्रो लोकल पसल भएको अरे यतिको अलिअलि म चाहिँ फाइनल्ली सेकेन्ड डेस्टिनेसन ग्रेट वाल पुग्न लागेँ हो पसिनै पसिना भइसक्यो लास्ट गाह्रो ट्रेकिङ र हाइकिङ दुवै भइसक्यो मेरो यहाँ अब 5 मिनट मोर अनि हाम्रो सेकेन्ड डेस्टिनेसन अब यो पछि कहाँ जाने भनेर चाहिँ एक्ज्याक्टली सोचेको छैन अब जाँदै गरौँ अनि हेरौँला दिस इज द भ्यू वाट यु गेट आफ्टर हाइकिङ फर 30 मिनट्स फ्रम बन्दीपुर मिनी ग्रेट वाल पनि सक्यो अब फर्किनु लाग्छ दाइहरू पनि यतै भेट्नु भयो सजिलो हुने भयो लिफ्ट माग्नु परेन कति सारिसक्यो डर लाग्ने रहेछ डर लाग्ने चाहिँ रहेछ लगाइस म चाहिँ बिदा लाग्दैछु रोशनलाई माया गरिदिनु होला अरुण अमित एन्ड हाम्रो रोशन आउनु त ल हामी दाइ जाँदैछ ल बाई 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 गाइस अहिले गाइस ड्रोन सट लिनुलाई लाइनमा गइरहेछौँ अब चाहिँ लेट्स गो